नमस्ते, म हरि लम्साल। म यस सहारा फिजियोथेरापी हस्पिटलको वरिष्ठ फिजियोथेरापिस्ट हुँ। सोफिका शर्मा यो अहिले 7 वर्षको बच्चा भयो। ऊ 6 वर्षको उमेरमा भनेको 1 वर्ष पहिले हामी कहाँमा आएको हो। उसको चाहिँ टाउकोमा एक्सिडेन्ट भएर टाउकोमा चोट लाग्यो। त्यसपछि उसलाई हस्पिटलमा लगियो। उसको दिमागको दिमागमा जमेको रगतहरू निकाल्ने काम भयो अपरेसन गरेर। त्यसपछि अब हस्पिटलहरूमा चाहिँ बिमारीलाई बचाउने काम गरिन्छ। तर बिमारी बच्ने एउटा कुरा भयो। तर बिमारी हिँडडुल गर्ने, हातखुट्टा चलाउने, काममा फर्किने, एउटा पेसामा जाने भन्ने कुरा चाहिँ त्यो चाहिँ फिजियोथेरापी रिहाबिलिटेसनले गर्ने पार्ट हो। त्यसो हुनाले हाम्रो हस्पिटल चाहिँ फिजियोथेरापी रिहाबिलिटेसन हस्पिटल भएको हुनाले त्यो न्युरो हस्पिटलबाट हामी कहाँमा त्यो पेसेन्ट चाहिँ रिफर आयो। त्यसो हुनाले हामीले त्यसपछि यो बिमारीलाई गएको 81 साल भदौदेखि अहिलेसम्म उपचार गरिराखेको छौँ। टाउको भनेको यस्तो चिज हो, टाउकोभित्र दिमाग जुन भन्छौँ हामी, त्यो दिमागले नै हाम्रो शरीरका सबै अङ्गहरूलाई सञ्चालन गर्ने हो। हाम्रो चेतना अथवा हाम्रो बौद्धिकतादेखि लिएर हातखुट्टा चल्ने, हामीले गर्ने हाम्रा सिपहरू जति सबै कुराहरू दिमागमा निर्भर हुन्छ। त्यसैले त्यही दिमागमा चोट लागिसकेपछि मान्छेका अङ्ग चल्दैनन् या अरू बोली हुँदैन या आँखा देख्दैन, त्यो अनेक किसिमका समस्याहरू आउन सक्छन्। त्यस्तै उसलाई पनि के भयो भने उसको होस थिएन। हामी कहाँमा आउँदाखेरि ऊ कन्सियस थिएन। उसले मुखबाट खान सक्दैन थियो, पाइपबाट खानु पर्थ्यो। अनि उसले आँखा देख्दैन थियो, बोल्न सक्दैन थियो। बिस्तार हामीले फिजियोथेरापी रिहाब गर्दै आयौँ। गर्दै गएपछि अनि उसले मुखबाट खान थाल्यो। केही समयपछि उसले बोल्न थाल्यो। त्यसपछि ऊ बस्न थाल्यो, बस्दै उभिन थाल्यो। गर्दै अहिले हिँड्न सुरु भयो। केही पाइलासम्म उसले नसमातिकन हिँड्न सक्ने र बिस्तारै कुर्किलाहरू चढ्न सक्ने हुन थालेको छ। यो टाउकोमा चोट लागिसकेपछि चाहिँ यसको रिहाबिलिटेसन लामो कुरा हुन्छ। यो छोटो 2 महिना 4 महिनामा हुने कुरा होइन। अहिले उसको 15 महिना जति भयो हामीले यहाँ उपचार गरेको र उसलाई नर्मल 100% त होइन, तर नियर टु नर्मलमा उसलाई पुर्याउन सकिन्छ। त्यो नियर टु नर्मल फिजियोथेरापी गर्यो भने मात्रै पुग्न सक्छ, अन्यथा कुनै औषधिले, अरू कुनै विधिले हुन सक्दैन। त्यसो हुनाले यो फिजियोथेरापीलाई उसले नियमित गरिराख्यो भने मलाई लाग्छ अब 2 देखि 2.5 वर्षमा ऊ चाहिँ इन्डिपेन्डेन्टली उसलाई फ्रिली छोड्न सक्ने बन्न सक्छ। तर हाम्रो चाहना के छ भने अबको 5-6 महिनामा उसलाई स्कुल जान सक्ने बनाउन सक्ने हाम्रो चाहिँ लक्ष्य छ। त्यसका लागि हामी प्रयत्नरत छौँ।